ठेउको हजुर एकपल्ट कान्छीलाई फोन लाउनु के भइरहेको छ बुझौँ। छोरीको फोनै लाग्दैन कान्छीकै आमा बिचारी कति दिनदेखि तनावमा छिन्। मोबाइल पनि चार्ज गर्न पाएकी छैनन् होला। चिन्ता नगर कान्छीकै आमा, सबै ठिक हुन्छ क्या। कसरी ठिक हुन्छ के ठेउको, कसरी ठिक हुन्छ? एउटा सिधा सादा सोझो मान्छेलाई शान्तिसँग भाँच्न नदिने भए चाहिँ आफूले पाप अपराध गरेर एउटा सिधा मान्छेलाई कसरी फसाउन सक्यो होला? त्यस्ता पापी अपराधीले त मरेपछि नर्कमा पनि ठाउँ पाउँदैनन्। त्यस्ता पापी अपराधीलाई त तडपाई 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 मार्न पर्ने कानुन बनाउन पर्ने। त्यति भयो भने बल्ल अलिकता डराउँथे कि। तर के गर्नु, त्यस्ता पापी अपराधीहरू पावर र पहुँचको घरमा अफुत्त अफुत्त निस्केको निस्के। यसो एक दिन थुने यस्तो गर्छन् फेरि निस्किन्छ, फेरि यसो 2 दिन थुने यस्तो गर्छन् फेरि निस्किन्छ। हाम्रो ज्वाइँ जस्तो सिधा मान्छे चाहिँ त्यसरी फसान्छ। के गर्छौ त कान्छीकी आमा, के गर्छौ? अब तिमीले भने जस्तै बिस्तार बिस्तार हाम्रो देशमा पनि त्यस्तो कानुन बन्ला अनि हाम्रा छोरी चेलीहरूले पनि ढुक्कसित हिँडडुल गर्न पाउलान्, आफ्नै गरी खान पाउलान्, सुरक्षित होलान्। चिन्ता नगर, हाम्री छोरी चाहिँ हिम्मतवाली छिन्। हेर कान्छीकी आमा, उनले हरेक दुःख कष्टसँग लडेर आफ्नो मनलाई बलियो बनाइसकेकी छिन्। कस्ता कस्ता दुःख कष्ट त पार गरिन् भने यसलाई पनि पार गर्छिन् क्या। तिमी आत्तिनु पर्दैन। हजुरबा हजुरआमा अनुसा त आत्तेको आत्तै छिन्। मलाई किन यसरी कोठामा थुनेर राख्नु भएको होला? अनि सधैँ पढ्नुपर्छ, स्कुल जानुपर्छ भनेर सम्झाउने हजुरबा हजुरआमाले आजभोलि मलाई किन यस्तो व्यवहार गरिरहनु भएको छ भनेर अचम्म मानेको मानै छिन्। आमा बुबा, म अनुसालाई गएर तेरो बाबाको यस्तो यस्तो कारणले गाउँभरिका मान्छेले